नमस्ते एभ्रिवान। मलेसियाको विभिन्न कम्पनीहरूले ब्याक टु ब्याक नेपाली कामदारहरूको डिमान्ड पठाइरहँदाखेरि फेरि पनि धेरैवटा कम्पनीहरूले चाहिँ नेपाली कामदारको डिमान्ड पठाएको छ। आजको यस भिडियोमा म तपाईहरुलाई 4वटा कम्पनीहरूले डिमान्ड पठाएको बारेमा जानकारी दिन गइरहेको छु। यदि तपाईहरु पनि मलेसिया जानको लागि अवसर खोजिरहनु भएको छ भने यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्दिनु होला। तपाईले थाहा पाउनुहुनेछ कुन कुन कम्पनीबाट डिमान्ड आयो, कति जनाको आयो, कहिले इन्टरभ्यु हुँदैछ र कुन मेन पावरमा डिमान्ड आएको छ, यसमा लागत लाग्ने अथवा जिरो कस्ट हो, सम्पूर्ण जानकारीहरू चाहिँ आजको यस भिडियोबाट तपाईले पाउन सक्नुहुनेछ। यदि यो कम्पनीमा तपाईहरु जान सफल हुनुभयो भने तपाईहरुले मलेसियन रिङ्गेट 2500 देखि 3000 सम्म कमाउन मज्जाले सक्नुहुनेछ। यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्दिनुहोस् है त। पहिलो नम्बरमा छ FS फ्यामिली स्टोर SDN BSD। यो चाहिँ एउटा सुपरमार्केट कम्पनी रहेको छ र यो कम्पनीबाट चाहिँ 45 जना पुरुषहरूको डिमान्ड आएको छ शपकिपरको लागि। र यदि तपाईहरु पनि जान चाहनुहुन्छ भने तपाईको एज 18 देखि 45 वर्षको हुनुपर्ने छ र यसमा बेसिक सेलरी 1700 रिङ्गेट 26 दिन 8 घण्टाको। तर मलेसियामा शपिङ मलहरू अथवा सुपरमार्केटहरू चाहिँ 12 आवर्स अर्थात् 12 घण्टा नै अपरेसनमा आउने हुन्छ। त्यसैले तपाईहरु प्राय सबैले 12 घण्टा काम गर्नुपर्ने हुन्छ। त्यसैले तपाईहरुले मन्थली मज्जाली 2500 देखि 3000 रिङ्गेट सम्म कमाउन सक्नुहुन्छ सुपरमार्केटहरुमा। धेरै जना साथीहरुले चाहिँ 2500 देखि 3000 सम्म कमाउँदै आइरहेको पनि छ। र यो कम्पनीले चाहिँ खाने र बस्ने दुवै सुविधाको व्यवस्था गरेको छ। धेरै कम्पनीहरुले चाहिँ बस्नेको सुविधा दिए पनि खानाको लागि सुविधा दिएको हुँदैन। यो कम्पनीले चाहिँ खाना र बस्न दुवैको लागि सुविधा दिएको छ। र यसको इन्टरभ्यु चाहिँ यही वैशाख 18 गते अर्थात् मे 1 तारिक हुन गइरहेको छ मेन पावर कार्यालयमा। र यसको डिमान्ड चाहिँ नेपालमा मोन्टेज ओभरसिज मेन पावरमा आएको छ। कलङ्की मन्दिर नजिक यसको लोकेसन रहेको छ। यदि तपाईहरु पनि यो कम्पनीको लागि अप्लाई गर्न चाहनुहुन्छ भने यहाँ दिएको यो कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गरेर अथवा भिजिट गरेर राम्रोसँग बुझेर तपाईले अप्लाई गर्न मज्जाले सक्नुहुनेछ। यो SF फ्यामिली स्टोर SDN BSD चाहिँ मलेसियामा फ्यामिली स्टोर भनेर प्राय सबैले चिन्ने गर्दछ। यो चाहिँ एउटा सुपरमार्केट कम्पनी रहेको छ अर्थात् किराना पसल, जसले चाहिँ किराना सामानहरूको लागि खुद्रा आउटलेटहरू सञ्चालन गर्ने, सामान्य व्यापार गर्ने, व्यवस्थापन सेवाहरूको प्रदान गर्ने साथै सम्पत्ति होल्डिङ्स गर्दै आइरहेको छ। र यो कम्पनी मलेसियामा सन् 1989 मा स्थापित भएको थियो र यो कम्पनीको मुख्यालय चाहिँ मलेसियाको नेगेरी सेमिलानमा रहेको छ। र यो कम्पनीको साइजको बारेमा भन्दाखेरि अहिले चाहिँ यो कम्पनीमा 1000 भन्दा बढी कामदारहरू चाहिँ काम गर्दै आइरहेको छ। र दोस्रो नम्बरमा रहेको छ इन्टरग्रिन मेटल SDN BSD। यो कम्पनीबाट चाहिँ 20 जना पुरुषहरूको डिमान्ड आएको छ मेटल सेभी एन्ड युज वर्करहरूको लागि। र यो कम्पनीले पनि बेसिक सेलरी 1700 रिङ्गेट दिनेछ 26 दिन 8 घण्टाको प्लस ओटीहरू कम्पनीको नियम अनुसार। र यो कम्पनीले पनि आफ्नो कामदारहरूलाई खाने बस्ने सुविधा दुवै उपलब्ध गराउने भएको छ। र यो चाहिँ एउटा उत्पादन कम्पनी रहेको छ। यहाँ पनि तपाईहरु आउनुभयो भने ओभरटाइमहरू चाहिँ मज्जाले चल्ने गर्दछ। र यसको इन्टरभ्यु यही वैशाखको 18 गते अर्थात् मे 1 तारिक हुन गइरहेको छ मेन पावर कार्यालयमा। यसको पनि डिमान्ड चाहिँ मोन्टेज ओभरसिज मेन पावरमा आएको छ। कलङ्की मन्दिर नजिक यसको लोकेसन रहेको छ। यदि तपाईहरु पनि जान चाहनुहुन्छ अथवा अप्लाई गर्न चाहनुहुन्छ भने यहाँ कन्ट्याक्ट गरेर अथवा कार्यालयलाई भिजिट गरेर बुझेर अप्लाई गर्न सक्नुहुन्छ। र यो कम्पनीको बारेमा भन्नु पर्दाखेरि यो इन्टरग्रिन मेटल कम्पनी धातुको फोहोर रिसाइक्लिङ र व्यापारमा विशेषज्ञ एक प्रमुख कम्पनी रहेको छ। यसले स्क्रैप धातुहरूलाई स्टिलको लागि फिडस्टकमा सङ्कलन गरेर र प्रशोधन गरेर गोलाकार अर्थतन्त्रमा प्रमुख भूमिका खेल्ने गर्दछ। र यो कम्पनी मलेसियामा सन् 2003 मा स्थापित भएको थियो। कम्पनीको मुख्य बिजनेस लोकेसन चाहिँ मलेसियाको सेलेङ्गोर राज्यको पेतालिङ जयामा रहेको छ।
नम्बर 3 मा रहेको छ माताङ एग्रिकल्चर एन्ड प्लान्टेसन। यो कम्पनीबाट 20 जना पुरुषहरूको डिमान्ड आएको छ प्लान्टेसन वर्करको लागि र यसमा बेसिक सेलरी 1700 रिङ्गेट 26 दिन 8 घण्टाको हुनेछ भने प्लस ओटी कम्पनीको नियम अनुसार। प्लान्टेसनहरूमा पनि ओभरटाइम चाहिँ एकदमै धेरै चल्ने गर्दछ र यो कम्पनीले आफ्नो कामदारहरूलाई बस्नेको सुविधा दिनेछ भने खानाको लागि सुविधा दिने छैन र यसको लागि इन्टरभ्यू यही वैशाखको 18 गते अर्थात् मे 1 तारिक हुन गइरहेको छ मेन पावर कार्यालयमा र यसको डिमान्ड चाहिँ सृष्टि ओभरसिज इम्प्लोइमेन्टमा आएको छ। कार्यालय लोकेसन न्यू बानेश्वर काठमाडौँमा रहेको छ। तपाईहरू यदि अप्लाई गर्न चाहनुहुन्छ भने यो नम्बरमा कन्ट्याक्ट गरेर अथवा मेन पावर कार्यालयमा भिजिट गरेर बुझेर अप्लाई गर्न सक्नुहुनेछ र यो कम्पनीको बिजनेस एरिया अर्थात् काम गर्नुपर्ने ठाउँ चाहिँ मलेसियाको जोहर बारुमा रहेको छ र यसको हेडक्वार्टर चाहिँ कुलालम्पुरमा रहेको छ। तर तपाईहरूले यस्तो प्लान्टेसनको कामहरूमा अप्लाई गर्दा चाहिँ अलिक ध्यान दिएर अप्लाई गर्नुपर्ने हुन्छ किनभने प्लान्टेसनको काम चाहिँ अलिक एकदमै गाह्रो हुनसक्छ र पानीहरू पर्दाखेरि पनि कामहरू पनि रोकिन सक्छ। पानी पर्ने सिजनमा चाहिँ धेरै साथीहरूले काम नपाएको भनेर गुनासो गर्दै आइरहनु भएको थियो धेरै पहिलादेखि यो प्लान्टेसन क्षेत्रको कामहरूमा चाहिँ। र नम्बर 4 मा रहेको छ सिकामा फ्यामिली स्टोर एसडिएन बिएसडी। यो पनि एउटा सुपरमार्केट कम्पनी रहेको छ र यो कम्पनीबाट चाहिँ 15 जना पुरुषहरूको डिमान्ड आएको छ सपकिपरको लागि र यसको लागि पनि बेसिक सेलरी 26 दिन 8 घण्टाको 1700 प्लस ओभरटाइमहरू। अघि पनि भनिहालेँ सुपरमार्केटहरूमा चाहिँ ओभरटाइम एकदमै धेरै चल्ने गर्दछ। 8 घण्टाको बेसिक भए पनि सुपरमार्केटहरू चाहिँ 12 घण्टा नै खुल्ने भएको कारणले मलेसियामा चाहिँ धेरै जस्तो सुपरमार्केटहरू बिहान 10 बजेदेखि रातिको 10 बजीसम्म चल्ने गर्दछ। त्यसैले 12 घण्टा काम गर्दाखेरि तपाईहरूले 2400-2500 अथवा 3000 सम्म चाहिँ पैसा मन्थली सेलरी कमाउन सक्नुहुनेछ र यो कम्पनीको पनि बिजनेस साइट चाहिँ मलेसियाको नेगेरी सेमिलानमा रहेको छ। आजको यस भिडियो तपाईहरूलाई कस्तो लाग्यो? यस्तै मलेसियाको डिमान्डहरूको लागि चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि यो भिडियोलाई सेयर पनि गरिदिनु होला।